वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी 4 जना चाहिँ आलु गोडेर आएको छौँ। उहाँहरूको परिचय म दिँदैछु है, सबैजनाले सुन्नु होला। भन्नु त। नमस्कार, मेरो नाम लक्ष्मीता राउल। हामी चाहिँ यहाँ जिउलामा आलु गोड्न आएको है। हजुरको भन्नुहोस्। मेरो नाम देवी कन्या राउल। हामी आलु गोडेर आएको भर्खर भोक लागेर नि। सबैले नमस्ते, मेरो नाम तिर्सना राउल। म यहाँ खल्ला जिउला तल टापु भन्ने ठाउँमा आलु गोडेर आएको। सबैजनाले आफ्नो परिचय दिइसक्नुभयो। अब चाहिँ उहाँहरूसँग गुनासो गर्नु, उहाँहरू अब केही छिनको लागि आफ्नो आफ्नो मनमा भएको कुरा व्यक्त गर्न चाहनुहुन्छ। सबैजनाले सुनिदिनु होला। हाम्रो गाउँको पीडा र वनतिरको पीडा सबैजना पोख्ने भन्नुभएको छ, सुन्नुहोस् है। हाम्रो दाउरा ल्याउने बुन त्यो हो, माथि त्यो जङ्गल हो। अहिले खल्लाले आफ्नो रानी बुन राखे। हामी न दाउरा पिरल यतातिर दाउरा पिरल जानु पाउनु नै। भोलि पिरल त्यो है। अब के नि पिरल पाइन्न। त्यो जङ्गल हाम्रो जाने दाउरा पिरल जाने। भोलि हामी पिरल जानै छु। नाना खुटेर ल्याउनु पर्दो छ। उही उछेडिकन लैजान खल्लल होइन खिड्नै दिँदैन। गाह्रो छ गाई। पहिलाका पहिला जिजु बाजेको पालामा देयर नलाका खल्लाल, आज भोलि बुने रिजार्भ वनका शेर भइसक्यो गाई। हामी सेटिसकाल हेरेको हेरे बुन भएको हेरेको हामी हेरे बुन भएको हेरेको बिना बुन भएको गएको गई हामी हेरेको हेरे। भलो भोक लाग्यो साथीहरू, खाना पनि केही छैन। अहिले चाहिँ 7 बजे घर फर्किएको। अहिले 3 बारी आलु गोडेर 7 बजेतिर अहिले बिहान 7 बजेतिर आएको। अहिले 6 बज्नु लाग्यो, 7 बज्नु लाग्यो। 7 बज्न लागिसक्यो। हामी चाहिँ घरदेखि लगभग घर पुग्न अब कति 10-15 मिनट लाग्छ होला गाइज। नजिकै छ, अब जाने हो। त्यहाँ है पछाडि हाम्रो गाउँ चाहिँ त्यहाँ छ साथीहरू। आलु 4 बारीका के छन्। अहिलेसम्म बिहान 7 बजे गएको। अहिलेसम्म 7 बजे गोडेर आएको। भोक लागिसक्यो। हाम्रो स्याउ पनि फुलिसकेको छ। पेटमा भुसटा उठ्छन् गाइज। स्याउको रुख हाम्रो स्याउ स्याउ फलिसक्यो। खेतबारीमा पर तोरी साग उले साग टिपिराख्नु भएको छ। हामी चाहिँ उहाँको पनि परिचय लिँदैछु गाइज। को नै उहाँको म परिचय दिँदैछु। मिनी आन्टी हुन्। भन्नुहोस् त हजुरको परिचय बताउनुहोस् त मोबाइलमा। क्या हुन्दिनु अरे सबैले नाम चाहिँ मेरो नाम मिनी राउत। के नि औरा त्यो हामीले हो के उहाँ चाहिँ अहिले तोडी टिममा हुनुहुन्छ, बिजी हुनुहुन्छ। हामी चाहिँ गइसक्यो साथीहरू। हामी चाहिँ माथि हाम्रो पुलमा गएपछि हामी चाहिँ फेरि बनाउने छु के। हेर्नु गाइस, हाम्रो स्याउको आशा देखाउ त गाइस। हाम्रो स्याउ यस्तरी फुल्छ फेरि। जुम्लाको अर्ग्यानिक स्याउ। हामीलाई भोक लागेको त गाइस त्यस्तो तोडी साग खाइरहेको छ। तोडीको साग अर्ग्यानिक भिटामिन स्याउको फुल हो गाइस। आई लभ यु माया। अब हामी चाहिँ पुलमा बनाउँछ है साथीहरू। स्याउको फुल हेर्नु गाइस। यता स्याउको रुख हेर्नु सधैँ। स्याउ कस्तो राम्रो हुँदै माथि फुल। आई लभ यु गाइस। लभ यु टु भनिन। आई लभ यु टु प्यारो लभ यु। हामी दुई कस्तो राम्रो नि स्याउ फुलिरहेछ जुम्लाको। अगाडि गएर अपन आइथे जाउँला। त्यो नाचा भाइ। साली कमला बिमला त पहिला गई भेना समाला। बिमला त पहिला गई भिना समाला। बिमला पहिला गई बाली समाला। यो चाहिँ घाँसको क्या त कुटिरो। गाउँले जीवन दुःख छ दिन रात, गर्नु पर्छ घाँस दाउरा मेलापात। मायालुको सहरमा घर छ कुटिरो। अगाडि गएको दिदीले घाँस काटेर ल्याएकी छु। सासूसँग दिदी आयो। नाताले सासूआमा पर्नुहुन्छ तर बालिक हुनुहुन्छ। बालकै हुनुहुन्छ। गाई घर ब्याइ छ। दुध दिनु पर्यो। यति घाँस हालेपछि दुध
खानु पर्यो के बनाउँछ नि त अब चाहिँ पुलमा बनाउने है। यो चाहिँ हाम्रो तिला नदी हो गाइज। हाम्रो नेपालकै सबैभन्दा लामो नदी भनेकै यो कर्णाली नदी हो। मेरो आलु गर्न यहाँ ठ्याक्कै 1 घन्टा लाग्छ। अब चाहिँ घर पुग्न पनि थोरै छ साथीहरू। दाट्याखोर हात लागे पनि हातै नलागेर पोल हात लागेर लाग्ने ओखर हेर जाटेको हेर माथि हात लाग्यो सुन्ने ओखर नि त्यसको बाटो चाहिँ माथि हो साथीहरू। बाई गर अहिले एकचोटि। बाई गाइस। हाम्रो चाहिँ यहाँ छ 3 जनाको 4 जनाको यहाँ छ। यस्तो र त सबैजना भयो है कि पुल उहाँहरूको अब सवारी हुँदैछ पुलमा गाइजहरू। उहाँहरूलाई स्वागत गर्नु होला। वेलकम छ हाम्रो नयाँ पुलमा। वेलकम वेलकम। त्यो भन्नुहोस् एउटा गीत भनिदिनु होला हजुरहरू। तेरी समझे पता मागे तेरी खेरिया अब चाहिँ हाम्रो भलक यहीँमा हिँड हुन्छ गाइस। बाई 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 गर्नु सबैजना। बाई बाई। अब हामी चाहिँ अब चाहिँ भलक हिँड भयो है हाम्रो साथीहरू। बाई भोलि भेटौँला साथीहरू। सबले माया सपोर्ट गरिदिनु होला। यो भन्न चाहन्छु हाम्रो यो न्यू भलक है गाइस। हामीले फर्स्ट भलक फेरि फर्स्ट हो गाइस। त्यतिर हाम्रो बोलेका छैनौँ त्यही पनि हजुरहरूले हाम्रो माया गरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। हामी अब यतिलाई छोडिदिन्छु ल। अब अर्को भलकमा तपाईँलाई